सम्पूर्ण साथीहरुमा नमस्कार। तपाईहरुलाई लर्न न्यूज च्यानलमा स्वागत छ। आज म 2082 साल कार्तिक 12 गते बुधबारको दिन गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्न उत्तर लिएर उपस्थित भएको छु। यसमा जम्मा 19 वटा समसामयिक प्रश्नहरू रहेका छन्। कुनै पनि ढिला नगरी प्रश्न नम्बर 1 तर्फ लागौं। प्रश्न नम्बर 1 मा छ ग्लोबल पीस इन्डेक्स 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? उत्तर रहेको छ 73औं। प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको छ भने सार्क राष्ट्रमा सबैभन्दा पहिलो स्थानमा रहेको छ भुटान र समग्रमा हेर्दा यो 21औं स्थानमा रहेको छ। यसैगरी यहाँ विस्तृत जानकारीहरू पनि दिएको छ, तपाईहरु पढ्न सक्नुहुनेछ। र सार्क राष्ट्रहरूमा पहिलो देश भुटान र अन्तिम देश अफगानिस्तान जुन 158 नम्बरमा रहेको छ। यसैगरी दोस्रो प्रश्न रहेको छ विश्वकै सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? यो कारखाना ब्राजिलमा खुलेको हो सन् 2025 मा। यसैगरी 3 नम्बर छ एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको 11औं सदस्य राष्ट्र कहिले बनेको हो? उत्तर रहेको छ सन् 2025 अक्टोबर 26 तारिखको दिन। 4 नम्बरमा रहेको छ सरकारद्वारा कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरु योजना कहिले स्वीकृत गरिएको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 असोज 30 गते। 5 नम्बरमा छ अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो? उत्तर रहेको छ फ्युज मेसिन्स इन्क र यो स्थापना मिति सन् 2025 अक्टोबरमा। 6 नम्बरमा छ सम्पत्ति शुद्धिकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल को मूल्याङ्कन अनुसार नेपालको अवस्था के रहेको छ भनेको छ? उत्तर रहेको छ निगरानी सूची अर्थात् ग्रे लिस्टमा रहेको छ। नेपाल चाहिँ ग्रे लिस्टमा परेको छ। सन् 2025 अक्टोबर 24 मा सम्पन्न FATF को चौथो पूर्ण बैठकपछि जारी वक्तव्य अनुसार नेपाल निगरानी सूची अर्थात् ग्रे लिस्टमा नै रहेको जनाइएको छ। 7 नम्बरमा छ पर्यटकको आकर्षक गन्तव्य ब्रह्मस्थान कहाँ रहेको छ? उत्तर रहेको छ नवलपरासी अर्थात् बर्दाघाट सुस्ता पूर्व। 8 नम्बरमा छ बेस्ट क्यासिनो इन साउथ एसिया 2025 अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो? क्यासिनो माजोङ। सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले 5औं पटक यो अवार्ड प्राप्त गरेको हो। यसैगरी 9 नम्बरमा रहेको छ विक्रम सम्वत 2082 को ग्वाङ शिरपा सम्मान कसलाई प्रदान गरियो? उत्तर रहेको छ साहित्यकार द्वय ध्रुव मधिकर्मी र लक्ष्मण प्रसाद गौतम। पुरस्कार राशि जनही 50,005 रुपैयाँ रहेको छ। त्यसैगरी 10 नम्बरमा छ ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025 बाट सम्मानित हुन सफल नेपाली बैंक कुन हो? उत्तर रहेको छ ग्लोबल आइएमई बैंक लिमिटेड। यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार 2 वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो। यसैगरी 11 नम्बरमा छ हाल संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो? नेपाल। सन् 2025 मा नेपालले सबैभन्दा बढी सैनिक पठाएको थियो, जस अन्तर्गत 538 महिला सुरक्षाकर्मी सहित
5819 नेपाली शान्ति सेनामा परिचालित रहेका छन्। 12 नम्बरमा छ जेन्जी आन्दोलनको परिणामस्वरूप हालै सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो? यसको सही उत्तर छ माडागास्कर। 13 नम्बरमा छ नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक T20 विश्वकपका लागि कहिले छनौट भएको हो? उत्तर रहेको छ सन् 2025 अक्टोबर 15। 14 नम्बर छ अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्र आकार कति रहेको छ? उत्तर रहेको छ रु 61 खर्ब 7 अर्ब 22 करोड। यसैगरी 15 नम्बरमा छ जेन्जी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो? विक्रम सम्वत 2082 भदौ 27 गते। त्यस सम्बन्धी थप जानकारी यहाँ दिएको छ, तपाईहरू पढ्न सक्नुहुनेछ। र हालसम्म 10 जना मन्त्रीहरूले शपथ ग्रहण गरिसकेका छन्। यसैगरी 16 नम्बरमा छ दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ? उत्तर रहेको छ 50 वर्ष। 17 नम्बरमा छ नेपालमा सबैभन्दा अग्लो हाइलाइनको अभ्यास कहाँ गरियो? उत्तर रहेको छ पर्वतको कुस्मा र बागलुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोजमा। 18 नम्बरमा छ आइसिसी पुरुष T20 विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया पेसिफिक छनौटको उपाधि कसले जित्यो? उत्तर रहेको छ नेपाल। यसैगरी 19 नम्बरमा छ हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको उत्तर रहेको छ 335 मेगावाट। यो सँगै 2082 साल कार्तिक 12 गते बुधबारको दिन गोरखापत्रमा प्रकाशित समसामयिक 19 वटा प्रश्नहरूको श्रृङ्खला यही समाप्त हुन्छ। तपाईहरू हेर्दै गर्नुहोला लर्न न्यू च्यानल। तपाईहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।